यहाँ चाहिँ मेरो बहिनी हो, यहाँ मेरो दिदी हो, म चाहिँ एकदम सेट बिचमा बसेर हिटलर। म हिटलर दिदी हो। हामी चाहिँ सबैजना यो भनेर चाहिँ चल इन्जोय। सबैजना हामी चाहिँ इन्डिया गेट आइपुगेको यति बेला चाहिँ जाडोमा। इन्डिया गेट चाहिँ बन्द रहेछ है। छब्बिसजना बेलुका त इन्डिया गेट चाहिँ बन्द रहेछ अनि बाहिरबाट खिच्नु पर्ने रहेछ। भाउजू घुम्ने अरे इन्डिया गेट घरबाट ढिलो निस्केर भयो। हामी चाहिँ अहिले इन्डिया गेट आएको छौँ। भर्खर आएको 5-10 मिनट भयो। दिदी म अनि यहाँ भाउजू हुनुहुन्छ है। भाउजू खानेकुराहरू के छ? हाम्रो केक छ, इन्डिया गेट चाहिँ बन्द रहेछ। कन खायौँ। इन्डिया गेट चाहिँ बन्द रहेछ। 26जनाले गर्दा भित्र पस्नु दिँदैन रहेछ। हामी चाहिँ यहाँ एकदमै घरबाट ढिलो आज, तर पनि मजा आयो है दिदी। है दिदी मजा आयो है। मेट्रोमा यस्तो टाइम लाग्यो कि 2 घन्टामा आइपुगेको नि हौ। लुक एट मी दिस। भाउजू तङ नगर्नु ल बेसी। मैले अघि हालिदिएको फोटो तपाईँलाई हालेको छैन। मेरो क्यामेरामा फोटो राम्रो आउँछ भन्छ कि मलाई तङ गरेर मेरै फोनमा खिच्छु भन्छ सबैले हो। अनि भाउजूले मलाई तङ गर्दैछ यहाँनिर मैले फोटो हाल्दैन भनेर हो। अन्त फोटो हालिदिएको छु नि मैले कहिले। अन्त अब हामी चाहिँ फर्केको। सबैजनाले हेर्नु हामी चाहिँ फर्केको। के खाँदै हिँड्नु भएको तपाईँहरूले चाहिँ? किन खानु भएको? यसरी नखानु पो त। आफू चाहिँ खाएर अगाएर नि भाउजू। मैले अघि खाइसकेँ हो र। नसुनाउनु न बेसी। हेलो हाउ आर यु? दामी छ त हरियो हामी भनिदिन्छ नि उसले सोध्यो। हेलो गाइस अरे हेलो हाउ आर यु भन्दै पनि अब ओके। फाइन भनिदिनु। भाउ दिदी टोपी फेरि ओढ्नुहुने? जाडो भयो नि त हो। किन जाडो भयो तपाईँलाई? हामीलाई त भएको छैन। बुढी मान्छे जाडो हुन्छ नि त हो। अब हामी फर्केको घरतिर। मजा आउँदो रहेछ राति घुम्नु जाडोले। तर त्यति साह्रो जाडो चाहिँ भएको छैन ल। भाउजू कतिको जाडो भयो तपाईँलाई? मलाई जाडो भएको छैन। म त दुईटा ज्याकेट ओढेको छु है। यहाँ मगान तिनी भएको छु म त। मलाई पनि जाडो भएको छैन त्यति। जाडो भएको छ भन्नु भएन हो। गोजीमा हात हालेर एकदमै जाडो भएको छैन हामीलाई त। यति साह्रो अहिलेसम्म यहाँको नजारा चाहिँ यस्तो भइरहेको छ। अब हामी गएको इन्डिया गेट छोडेर घरतिर। सुनिता हालेको छैन हौ तिमीले? लु टाटा बाई बाई भन्नु त। बाई बाई टाटा। हामी गएको घर। हामी घर गएको सबै इन्डिया गेट बस्नुहोस् ल। हामी गएको घर भन्नु न। भने त हामी अब हामी 9 बजी पुग्छ होला। यहाँबाट चाहिँ 2 घन्टा लाग्ने रहेछ हो। ओ भाउजू 2 घन्टालाई चाहिँ 9 बजी पुग्छ हामी। कति बजी अहिले? 8 बजी हो। 9 बजी पुग्दैन। 9:30 10 बजी पुग्ने रहेछ। लु यताबाट हैन। कताबाट हिँड्नु पर्ने? यताबाट ओके बाई बाई।
बाई बाई। ऊ चाहिँ राम्री राम्री भएर बाबा भनेको। कसले भन्छ त्यति राम्री सरम पनि नहोगा आफूले आफूलाई राम्री भन्नु तिमी सरम पनि कति राम्री नलाग्यो भएको छौ नि। सरम पनि नलाग्यो आफूले आफूलाई राम्री भन्नु कति राम्री भाउजू। सरम लाग्यो हामी भन्दा भाउजू त 3 गुणा आफूले आफूले राम्री भन्दो रहेछ लु एकजना हाँसेको गुड नाइट गुड नाइट इन्डिया इन्डिया गेट भन्न न। गुड नाइट इन्डिया गेट हामी जाच्छीबाडी हामी जाच्छीबाडी बङ्गाली नै आछि मलाई आउँदैन बङ्गाली बोल्नु भाउजू धेरै बङ्गाली बोल्नु आउँदैन है भाउजू 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 दिदी यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ यहाँ चाहिँ सैनोले भाउजू पर्ने हुनुहुन्छ तर उमेरले चाहिँ सानो हो कम्ती मुख चलाउँदैन नि यहाँ मलाई मुख बजाएर गर्छ मलाई हेर्छ यति साह्रो नभनिदिनु नि यहाँ चाहिँ के भएको मैले चाहिँ हेर्दैन नभनिदिनु भाउजू भए उमेरले सानो भनेर पुरा हेर्दैछ है। साइनोले भाउजू उमेरले सानो भनेर चाहिँ यस्तो हेपाइ हुन्छ कि तर डर चाहिँ लाग्दछ रिसाप गयो भने गाउँ गयो भने चाहिँ छोड्दैन होला मलाई यो भाउजूले है। लिपस्टिक गएछ हामी चाहिँ फर्केको ए टिकट पनि निकालेको छैन त समयपुर बदली उदय भवन वायु निर्माण रक्षा मिनिस्ट्री दिस इज द सिटी सेंटर होगा एकछिन गेट नंबर सेना स्टेशन जी ब्लॉक आपके मिलेनियम सिटी सेंटर दिस साइड टुवर्ड्स द भाउजू चाहिँ व्यस्त छ फोनमा दिदी यहाँनिर कहिले घर पुग्नु थाकेर हत्तु भयो भनेर सोच्दैछ गालामा हात लगाएर सोच्दैछ भाउजू चाहिँ यहाँनिर एकदम फोनमा बात मार्दैछ हेलो गाइस हामी चाहिँ फर्केको अब घरतिर लागेको है यहाँनिर छौँ अहिले आजको दिन चाहिँ मजा आयो हाम्रो मेट्रोको इन्तजार गर्दैछ हाम्रो इन्तजार मतलब पर्खिरहेको छ हाम्रो मेट्रो आयो जाँदैछु दिदी चाहिँ हात सुनसुनाउँदैछ कसरी जाउँ भनेर हामी अघि के अरे अघिको सेक्सनमा पसेको भए हुन्थ्यो नि दिदी यहाँबाट जानु हामी चाहिँ फर्केको फाइनली हामी चाहिँ क्या हो यसमा मेट्रोमा पसेको कस्तो भिड छ मेट्रोमा भगवान् हिँड्नु बल्ल बल्ल हाम्रो सिट चाहिँ पायो पाउनु चाहिँ है दिदी सिट पाएर राम्रो भयो नि तपाईँ चाहिँ निदाउनु भएको है दिदी भाउजू बल्ल बल्ल हाम्रो सिट पाएर चाहिँ राम्रो भयो नि माया माया गरेर
हामी चाहिँ आइपुग्यो एमजी रोड अनि हामी चाहिँ जाँदैछौँ। दिदी हामी यताबाट गएको, यताबाट पनि बाटो थियो नि त। गएको हामी अब दिदीहरू कता गयो हौ? खोइ ए यताबाट रहेछ, यो चाहिँ अर्को आएको रहेछ। जाँदैछु नि त अन्त। जाडो चाहिँ साह्रो छ है, जाडो चाहिँ भाउजू तपाईँ चाहिँ राम्रो बेहोरा देखाउनु नि हौ, के हो चिप्लो देखेर भनेपछि पनि अहिले म त यो त हालिदिनु नि त। हालिदेऊ न त है अन्त मैले चाहिँ कहिले मना देखाएर गर्छ, कस्तो खालको चिप्लोहरू देखाउँदै हिँडेको। टमेटोको सिधा टमेटोको सिधा टमेटोको सिधा लु मलाई त अब फेरि खानु मनपर्छ। त्यस साह्रो खाने खालि अब प्रेरणा दिदी चाहिँ लाइनबाट गयो। अब हाम्रो चाहिँ टिकट निकाल्नुपर्छ। यहाँ छ मेरो चाहिँ टिकट, तपाईँको चाहिँ कहाँ छ? खोइ देखाउनु त टिकट। मेरो चाहिँ यहाँ छ, अलिकति मैला मैला भएको छ। विच दिस भयो चाहिँ हामी चाहिँ इन्जोय गरेर आइसक्यौँ सबैजना हाम्रो। खोइ भाउजू, हाम्रो भाउजू खोइ को पछाडिबाट छ? कौन भाउजू अरे कौन खाइदिनु हो भाउजूहरू? भाउजू फेरि कौन खानु नि? नखाउँ भाउजू, घरमा गएर खाउँ। यो चाहिँ हाम्रो कौन, यो खानुपर्छ कि यो चाहिँ फेभरेट हो। तपाईँ खाने फेरि नखानु हौ, अब घर जाने। तपाईँ खाने? म त खान्न, तपाईँहरू खानु। मैले त अघि खाएकोले भुँडी पोलिरहेको पुरा स्पाइसी बनाएर। म खान्न, अघि खाएको।